भइसक्यो यसले धुन्छु भनेको कति। हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ म कता जाँदैछु भने खसी लिन जाँदैछौँ हामी फार्मतिर। अब हामी सँगै जाउँला। हामी चाहिँ को जाँदैछौँ भने कान्छा छ, विजय, मम्मी। कहाँ जाँदैछौँ हामी? हामी आए खसी लिन जाँदैछौँ फार्मतिर। अनि मेरो पुकुली पनि छ। कहाँ जाँदैछौँ हामी साना? कहाँ जाने? खसी लिन भनिदेऊ ल। हामी चाहिँ खसी लिन घरबाट हिँड्यौँ। यस्तो जाडो छ, यति जाडो छ, तर पनि हामी यस्तो भक्कु ज्याकेट लाएर। सानो ज्याकेट देखाऊ, ज्याकेट देखाऊ। लज्जा। हामी चाहिँ भक्कु भक्कु लागेर खसी लिन जाँदैछौँ। नमस्ते नमस्ते गरिदियो सानो, सानो नमस्ते गर। हामी चाहिँ यस्तो भोके भोके ज्याकेट लाएर खसी लिन जाँदैछौँ। एकदम जाडो छ। खसीको झोल खानको लागि मेरो सानोको ज्याकेट हेर्नु त कति भोके छ। सानो नमस्ते नमस्ते गर सानो। नमस्ते नमस्ते गरिदेऊ। नमस्ते ल। यता हेरेर, यता हेरेर। नमस्ते ल। नमस्ते गर। नमस्ते। गुड जब। दर्शन गरिदेऊ। दर्शन जिउ गर, जिउ गरिदिनुहोस्। उसलाई मोड छैन हो त? मोड छैन भने त गरिँदैन। हामी चाहिँ बिहानै हिँड्यौँ, ब्रेकफास्ट खायौँ। यस्तो छ वेदर चाहिँ। हामी चाहिँ यस्तो छौँ। बाटो चाहिँ यस्तो छ। छोरो अगाडि हेर न, अगाडि गाडी हेर। ठाउँ चाहिँ पुरा यस्तो राम्रो ठाउँ रहेछ। सकाउनै पर्यो नभए भोलिपल्ट सक्नै पर्ने। उसलाई अब सिकाउनेले कसरी सिकाएन भने भयो। अब हिजोबाट आज यस्तो राम्रो छ। अर्को ठाउँमा त सिकाउने छ। यो फार्म भन्ने चिज चाहिँ सबै ठाउँ खाली हुने। यहाँ चाहिँ स्टार्ट भयो। यहाँमा कति धेरै भेडाहरू रहेछ। कति धेरै भेडाहरू छ यहाँ फार्ममा। बाटो छ यस्तो कच्ची। छुट्टा छुट्टै रहेछ के त्यो तिनीहरू यतैपट्टि आउँदै होइन। कति सानो कति क्युट हेरिरहेको। हामी चाहिँ जाँदैछौँ। यो चाहिँ पुरा कच्ची बाटो छ। कच्ची बाटो हुँदै जानुपर्ने रहेछ। पुरा यस्तो उजाड लाग्दो ठाउँमा आउँदैछ भाइ। यस्तो देख्यो भने मलाई उजाड लाग्छ। हामी चाहिँ यहाँबाट त्यहाँ जानुपर्ने भयो। त्यो देखिन्छ नि होटल। पुरा यस्तो कच्ची बाटो। के भयो? ल फोन चाहियो अरे, फोन चाहियो, फोन चाहियो, फोन फोन चाहियो, फोन फोन चाहिएको। तिम्रो चपचाप खोइ। ओ तिम्रो चपचाप हो। खाऊ तिम्रो चपचाप खाऊ। मलाई दिन्छौ चपचाप? देऊ। थ्याङ्क यू। दिन्छु फेरि। नमस्ते नमस्ते। यहाँबाट भित्र जाने हो? त्यो गाडी छ त्यहाँ। बाटो यस्तो डेन्जर रहेछ। भित्र हुन्छन् कि यतिकै छोडिदिन्छन्। यतिकै छोडिदिन्छ। त्यतिकै छोडी नै आउँछ नि क्या। त्यो चिसोमा यस्तो छ फार्म चाहिँ। आमा यो हजुर। ए म त पुगिसकेँ त। हो र? कहाँ हो र? तिमी कहाँ हो र? मेरो 120 मिटर देखाउँछ। नेट नभयो कि हो र? तिमी र हामी चाहिँ यहाँ आइपुग्यौँ। अब सोध्छौँ कति पर्छ के पर्छ। कुन लाने गयो है। म सानो बाई 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 बाई।
कस्तो नानीले खोल्न परेन नि आफू मात्र फुट्ट जानु हुन्छ ल यस्तो छ ठाउँ चिसो छ भाइ कस्तो जाडो गाईहरू नि रहेछ फेरि यहाँ चाहिँ पुरा यस्तो छ कुकुर नि कस्तो कत्रो कुकुर भाइ ओ सरी कुकुर नि रहेछ ओ कुकुर रहेछ कस्तो गनाको है बोका ओ माई गुडनेस च्याङ्रा हो त यो त च्याङ्रा हो सिङ भएको त च्याङ्रा हो क्या बोका हो च्याङ्रा होइन होला बोका हो बोकाको नि सिङ यत्रो हुन्छ बोकाको यस्तो हुन्छ खोइ के त कसरी चिन्ने त हाम्रो त त कस्तो गनाको है कुकुर बाहिर छोडिदिँदो रहेछ होइन के अरे यसले कस्तरी हेरेको मलाई च्याङ्रा हो कि खसी हो यो गोठ हो भने हात्र त गोठ होइन ओके रेट एउटै हो कि जुनै लगे पनि एउटै हो कि एउटै हो ठुलो लो नि सानो लो नि होइन होइन जोखेर हो जोखेर हो कि कहाँको ठुलो लो नि सानो लो नि हुन्छ कति धेरै भाइ कुन चाहिँ गर्नु त सोध्नु पर्यो नि त सोध्नु आफूले हेर्ने अनि हेरियो भने होइन आफूले हेर्ने अनि हेरियो चाहिँ भने सोध्नु बोका त नलाने हो त्यस्तो गनाउने बोका त गनाउँछ कि बोका त गोठ यिनीहरू बाख्रा होइन बाख्रा कति धेरै चाहिँ के अरे गोटा के किलोको हिसाबले हो कि गोटाको हिसाबले हो कि कसरी हो कि त्यो सोधेर हुन्थ्यो यहाँ चाहिँ कुखुराहरू छ यहाँ चाहिँ भिडियो बनाउनु नमिल्दो रहेछ त्यहाँ चाहिँ मासु पोलिरहेछ यहाँ टाउको पोलिरहेछ त्यहाँ काटिरहेछ यहाँ चाहिँ यस्तो मान्छेहरू आउँदै काट्दै गर्नुहुँदो रहेछ तर यहाँ चाहिँ भिडियो बनाउनु चाहिँ एलाउड छैन त्यही भएर लुकी लुकी बनाएको मैले यहाँ लोकल कुखुरा छ त्यहाँ चाहिँ हाम्रो खसी लगिसक्यो टाउको त्यहाँ बनाइरहेछ पोलिरहेछ यस्तो खतरा ठाउँ छ यहाँ चाहिँ टाउको लान नै पाइँदो रहेछ ब्लडहरू सबै लान पाइँदो रहेछ आफूले चाहिँ त्यो गर्ने यहाँ चाहिँ भिडियो धेरै खिच्न पाइएन होइन यहाँ टाउको खाइरहेको हाम्रो चाहिँ पुरा यस्तो छ फार्म भनेपछि यस्तै हुँदो रहेछ सबै यहाँभित्र पोलिरहेछ अब भिडियोमा देखाउन नमिल्ने भएर नदेखाएको मान्छे आउने जाने भइरहेको रहेछ यहाँ चाहिँ यो चाहिँ पछाडिको साइड सबै यस्तो छ उता गाईहरू छ यस्तो धेरै गाईहरू छ यो गाईहरूलाई पनि बुक भइसक्यो गरे यहाँ चाहिँ कुखुराहरू चढिरहेछ कुखुराहरू मरिरहेछ हाँसहरू छ यसरी कुखुरा चढ्न चढेर हिँड्ने नि त यो चढेको कुखुराको मासु मिठो हुन्छ भन्दा जसरी यहाँ चाहिँ यस्तो रहेछ यस्तो बनाइराख्नु भएको छ उता ल हाम्रो मासु चाहिँ यहाँ खुर्कायो ऊ त्यसरी लगे अब त्यता गएर आन्द्राभुँडी सान्द्राभुँडी सबै निकालिदिन्छ अनि हामीलाई दिन्छ सानो कस्तो भइरहेको छ मेरो सानो मान्छेहरू त कति धेरै आउने जाने भइरहेको रहेछ यहाँ
हामी यहाँ हुँदा हुँदा यति धेरै ग्रुपहरू आयो अब यो त कहाँ त खानै मिलेन नि किन फाल्यो सानो मलाई बोर लाग्छ बोर भन्दा नि त हामीले हेर्दा हेर्दा एउटा ग्रुप दुईवटा ग्रुप हामी तिनवटा ग्रुप चारवटा ग्रुप यति धेरै मान्छे त्यही पिस बनाउँछ घर लाएर त्यहाँ यत्रो यत्रो बनाइदिन्छ कि त्यो मिसिनले काटिदिन्छ ल हामी चाहिँ यसरी बाटो लाग्यौँ यहाँबाट हामी यति धेरै मान्छेहरू छन् हाम्रो पालो आयो अयो यो यो गाई बाई 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 यति धेरै मान्छे आउनु हुँदो रहेछ हेर्नु न यहाँ भागेको उनीहरू हाम्रो चाहिँ यस्तो पोको पोको बनाइदियो ए यसरी पोको पोको बनायौँ हामीले खै ल देखाउनु त सबैजनाले बिजे मम्मी कहाँ चाहिँ देखा त पोको पोको आमा मासु त कति कति सबै उनीहरू रेडी बनाइदियो अब हामी घरमा जाने ठुल्ठुलो पिस बनाइदिएको छ त्यो चाहिँ सानो सानो है हाम्रो यी सबै लिएर आएको हामीले एउटा केही पनि छोडेनौँ आन्द्रा भुँडी रगत सगत सबै लिएर आएको अब हामीले यहाँ प्याज राख्छौँ अनि हामी जान्छौँ हजुरहरूलाई नि मेलबोर्न बस्नुहुन्छ भने यहाँ चाहिँ नजिकै छ यो चाहिँ हामी चाहिँ तारनेट बस्छौँ तारनेटबाट हामीलाई त्यस्तै 15 मिनट जति लाग्यो होला अरू कान्छालाई चाहिँ कति लाग्यो कति मिनट लाग्छ तँलाई यहाँ 1 घन्टा 2 घन्टा लाग्यो कान्छालाई चाहिँ हामीलाई चाहिँ यति नै लाग्यो ल हामी चाहिँ यसरी कहाँ चाहिँ यो ठाउँको नाम के हो रक ब्यान्ड भन्दो रहेछ यसलाई त हजुर पनि आउन सक्नुहुन्छ ओके बाई बाई आजको दिन हाम्रो अब घर गइन्छ बनाइन्छ खाइन्छ यस्तो छ फार्म भनेको चाहिँ यस्तो छ मेरो छोरी हेर्नु नि यहाँ झुन्डेको ल हामी चाहिँ यस्तो बिजोगले भिडियो बनाइरहेछौँ हो बाई बाई भनिदेऊ हेभ अ गुड डे भनिदेऊ सबैलाई यसलाई चाहिँ चिसो भयो गाइज बाई 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 गरिदेऊ बाई गरिदेऊ बाई 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 ल सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब हामी चाहिँ घरतिर लाग्यौँ बाई बाई सानो नेक्स्ट टाइम फेरि भेटौँ ल अर्को ब्लगसँग बाई बाई हेभ अ गुड डे बाई बाई